हेलो गाइज, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु है। अनि सन्चो नभएको भए त मेरो फेसमा यति ग्लो पनि आउँदैन थियो होला हैन। अब बिरामी भयो भने त अब कहाँ ब्लग बनाएर बस्नु त, सुत्नु पर्यो नि त हैन। त्यही भएर नि आज संक्रान्तिको दिन अनि मैले त्यति राम्रो टिका लगाइ चाहिँ कस्तो राम्रो देखेको है। टिका हामी दुवैजनाको टिका नि हामीले पैसा पनि कमाएर आइसक्यौँ। आज चाहिँ हामी मामा घर गएको थियौँ अनि संक्रान्ति मनाएर चाहिँ फर्क्यौँ अनि खायौँ मासु भात टन्न अनि फर्क्यौँ। फेरि घरमा पनि त जानु पर्यो नि त। अनि हजुरहरूले चाहिँ लास्टसम्म भिडियो हेरिदिनु होला, माया गरिदिनु होला अनि कमेन्टमा भन्नु होला हजुरहरूलाई कस्तो लाग्छ भनेर। अनि सेयर सब्सक्राइब कमेन्ट लाइक गर्न चाहिँ नभुल्नु होला है। लो गाइज हैन, आज चाहिँ माघे संक्रान्ति हामीले चाहिँ दुईटा मम्मी मैले चाहिँ मस्त नुहाइसक्यौँ है। जाडो नि भएन आज चाहिँ नुहाउँदा हैन। अनि आज चाहिँ नुहाउनु पर्छ अरे नि त। अनि पहिला हाम्रो मोबाइल भन्नुहुन्थ्यो आज बाघले केले नुहाउँछ भन्नुहुन्थ्यो, त्यही भएर हामीले पनि नुहायौँ है। अनि अहिले चाहिँ आगो ताप्दैछौँ है। अब जाडोमा त आगो प्यारो नि त। अनि धुवा नि भइरहेछ, अब धुवा पनि ताप्नुपर्छ अरे आज चाहिँ। त्यही भएर हामी चाहिँ धुवा नि ताप्ने, आगो पनि ताप्ने, सबै ताप्ने। आज चाहिँ होइन बिहानै नुहाउँदा नि केही भएन। अब अरू बेला चाहिँ एउटा भाँडा मान्दा जानु पर्यो भने नि हात ठिराएर भाँचेला जस्तो हुन्थ्यो है। आज चाहिँ तर केही भएन। बिहानै चाहिँ राति नै नुहाउँदा चाहिँ पानी पनि तातो आउँदो रहेछ क्या हो। त्यही भएर चाहिँ नठिराएको हो कि खासै त त्यति ठिराएन पनि, जाडो पनि भएन है। ल गाइज होइन, आज चाहिँ कालो टिको पनि लाउनुपर्छ अरे। कालो टिको लायौँ होइन। अनि अब चाहिँ म चाहिँ यो बनतरु खान लागेको। खाली पेटमा चाहिँ बनतरु खानुपर्छ भन्नुहुन्छ होइन। अनि त्यही भएर हामी चाहिँ खान लागेको। हाम्रो गाउँको अर्ग्यानिक बनतरु, यो चाहिँ काँचो बनतरु चाहिँ फर्स्टमा खानुपर्छ अरे। अब त्यही भएर म खान्छु ल। खाएँ ल, काँचो ठिकै खा, मिठै छ, मिठै छ। तर हाम्रो भुसीको दुध है, लोकल भुसीको दुध। यो 2 टाइमको हो हाम्रो फेरि। अलिक कम दुध दिन्छ नि त। तर अनि अब दुधहरू अब चिया खाइन्छ त्यही भएर हो होइन। अब गाउँघरमा यस्तै छ है गाइज। हाम्रो दुध भैँसीको दुध है, लोकल भैँसी भन्दा पनि लोकल दुध खाने भए आउनु होला। हेले गाइज ल, हाम्रो फुरौला रोटी, फुपू फुरौली कहिले मरौली भनेको क्या यो भनेको चाहिँ। फुरौला भोलि खानुपर्छ। भोलिको लागि चाहिँ हामी यति रेडी गर्दैछौँ है। हाम्रो सेल पनि छ है, कता गयो ए यति सेल। तर कस्तो अँध्यारो देखियो है। अब यो चाहिँ भोलि पुसमा पाके माघमा जाके अरे क्या, त्यही भएर भोलि खाने हो। अनि अझै बनाइराखेका क्या हामीले। यो चाहिँ यो हाल्ने चाहिँ मेरो हात हो नि। फेरि यो यस्तो रोटी नि हाल्न आउँदो रहेछ मलाई। जस्तै हाम्रो घिउ है, लोकल घिउलाई चाहिँ यसरी पगाल्ने। अनि पगालेर चाहिँ अनि हामी बट्टामा हालेपछि चाहिँ एकदम प्योर 100% शुद्ध गाईको भनेछु भैँसीको घिउ, अर्ग्यानिक घिउ चाहियो भने हामीलाई सम्पर्क गरिदिनु होला। हामी तपाईँहरूलाई किनाइदिन मद्दत गर्छौँ, घिउ मद्दत गर्छौँ कि। खान मन छ भने हामीलाई सम्पर्क गर्नु होला। कृपया म्यासेज कमेन्ट छोडिदिइराख्नु होला। अनि त्यही कमेन्टको आधारमा हामीले हजुरहरूलाई घिउ बेचिदिन्छौँ है। काठमाडौँको जस्तो घिउ होइन नि त यो, लोकल घिउ, गाउँको अर्ग्यानिक घिउ, शुद्ध, केही मिसावट हुँदैन योमा है, प्योर घिउ। एउटा मम्मी चाहिँ यहाँ लिप्ने है, कति आनन्द। अनि एउटा चाहिँ यता इस्कुस, जरा इस्कुस खानुपर्छ नि त। अनि यहाँ जरा पखाल्दै हुनुहुन्छ यस्तै राम्रोसँग। मलाई चाहिँ आनन्द छ है। एउटा आमा लिप्ने, एउटा आमा यस्तरी जरा गर्ने, म आगो ताप्नु कायदा छ यार। हामी चाहिँ यहाँ आगो तापेर बसिरहेको छौँ होइन। यता चाहिँ इस्कुस पनि पाक्दैछ। ल गाइज, अब हामी चाहिँ टिका लाउन लागेको अनि पैसा कमाउन। चिनी हाल्नु भन। चिनी हालिन, जस्तो भयो ल। राम्रो देख्यो, राम्रो टिका लगाएपछि। यो यस्तो रातो टिका नलागेको नि कति टाइम भइसक्यो, 1 वर्ष भयो। मलाई दसैँ छोरी आफै कमाउने छे। नमस्ते नमस्ते, त्यहाँ नि नमस्ते, यहाँ नि नमस्ते। हाम्रो संक्रान्ति यस्तै हो।
कपालसम्म कोर्नर नभ्याइकन माथि घर जाँदैछु गाइज होइन। अब मलाई चाहिँ दसैँ जस्तै छ है, टिका लाउने पैसा कमाउने होइन। अब घर नगए पनि रिसाउनुहुन्छ नि त, त्यहाँ आएर पनि घरमा नआउने भनेर, अनि त्यही भएर म चाहिँ घरमा जाँदैछु टिका लगाएर पैसा कमाउन मात्र चाहिँ होइन, मिठो मिठो कुराहरू पनि खान नि त। सङ्क्रान्तिमा त अब जानु पर्यो नि त, फेरि म मात्र छोरी छु, अरूको पैसा नि मैले पाउने दिन हो नि त आज, त्यही भएर फाइदा क्या फाइदा। घरमा चाहिँ टिका लाएर आएको है, टिकै झरिसक्यो मेरो चाहिँ, अब माथि घर गएर लाउने। अनि हामीले चाहिँ होइन बेस्ट फ्रेन्ड मिलेर चाहिँ एकछिन गफ गऱ्यो, अनि टिका देखाइयो होइन, अनि कसले कति कमाइयो भनेर पैसा पनि देखाइयो होइन। अनि एकछिन बोलेर चाहिँ अनि फेरि अरू काम नि गर्नु पर्यो नि त, बोलेर मात्र बस्ने कुरा त भएन, अनि आफ्नो काममा लाग्यो बाई बाई भनेर। ल अब फेरि मेरो अर्को घरमा नि यहाँ दसैँको टिका ठुलोमाको भिडियो आएन। ल गाह्रो छ, गाह्रो मलाई पैसा कमाउनलाई, धेरै पैसा। नमस्ते मम्मी, नमस्ते। टिका नलाइदिनु, नमस्ते तपाईँलाई। मेरो मम्मीले टिका लगाइदिनु मलाई भनेको त त्यसो पो भन्नु रे, र फोनै उठाउँदै उठाउँदैन रे, मेसेज गरेको थिएँ रे। गाइज ठुलो गाडीमा चढेर खाना जान लागेको यहाँ हामी, गाडी ठुलो गाडीमा चढेर ठुलो। ल यता हेरौँ ल गुरुजी, राम्रोसँग पुर्याइदिनु हामीलाई। कति लाखको हाइलक्स रे? 65 लाखको हाइलक्स चढेर नयाँ गाडीमा चढेर हामी त लक्की रहेछौँ। सुरुमै हामी चढ्न पायौँ है, चढ्ने भए आउनु, हाम्रो पछाडि पनि खाली छ सिट। हामी चाहिँ होइन गाडीबाट झरेर चाहिँ हामी हिँड्दैछौँ हामी मामा घर, चिची खान, मासु भात खानु पर्यो नि त, चिची क्या चिची, खसीको लोकल खसीको मासु। आमाहरू पनि माइत भनेपछि मस्त हिँडिराख्नु भएको छ, ड्याडीहरू चाहिँ अगाडि जानु भइसक्यो। म चाहिँ टिका लाएर दुईवटा टिका नि कस्तो राम्रो देखियो नि त। हो भ्लग हो भ्लग। ल म चाहिँ हाम्रो मामा घर आइपुगेँ है, लगभग 1 वर्ष पछि आएको है। म चाहिँ अब अस्ति दसैँमा पनि टिका लाउनु हुँदैन थियो, आइएन, नभए त कहिले आइन्थ्यो र होइन। ल मेरो मान्छे चाहिँ आइटमहरू पकाउँदै हुनुहुन्छ। अब हामी चाहिँ ठ्याक्क माहौलमा, हामी चाहिँ माहौलमा आयौँ। ला हो ल माइजूलाई दुःख हो, हामीले अब भान्जा भान्जीलाई खाना बोलाएपछि अब यस्तै हो, दुःख भयो नि केही छैन। अब हामी आएपछि माइजूलाई सुख भइहाल्छ नि, होइन त माइजू? हाम गरेर फर्केको हो गाइज। अब हामी चाहिँ लेफ्ट राइट गर्दै घर जाने होइन। झन् हिँड्दै जाउँ न, कति गाडीमा मात्र हिँड्ने। भात पत्नीको मजाले मासु भात, बयल पकाएको मासु, लोकल साग, लोकल दौध, दही, मोही, अचार अचार मजाले पस्ने। ल नयाँ पुल है हाम्रो पलाती खोला यो चाहिँ होइन। अनि रमाइलो हुन्छ यो पुलमा गर्न होला होइन। माथितिर चाहिँ कस्तो राम्रो छ, पानी बगिरहेछ होइन। अनि यो चाहिँ अब असार बेला त ठुलो पानी आउँछ नि त, त्यो रोडभन्दा माथिबाट चाहिँ आउँछ। अनि त्यही भएर चाहिँ यो पुल बनाइदिनु भएको हामीलाई सजिलो होस् भनेर, अनि हामी त्यही भएर चढेर हिँडेको पुल तरेर। हेलो गाइज होइन, अब म चाहिँ यो भ्लगलाई चाहिँ यहीँ इन्डिङ गरिदिन्छु होइन। अनि त्यहाँबाट मैले चाहिँ जति छिटो
भिडियो इन्ड गरी त्यति छिटो चाहिँ भ्लग पनि अपलोड गर्न पाउँछु नि त। त्यही हो, हजुरहरूले लास्टसम्म भिडियो हेरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई बाई।